हेलो एभ्रिवान, दिस इज चौमन राई। आज चाहिँ म बाइक सर्भिसिङ गराउनको लागि सोरुमतिर जाँदैछु। के कस्तो हुन्छ हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत जनाउन चाहिँ नभुल्नु होला है त। म चाहिँ निस्किसकेँ। अब यामाहाको सोरुमतिर जानुपर्ने हुन्छ। त्यहाँनिर 1-2 घन्टापछि के कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछु है त। ओ भाइ साहब, ओ भाइ यस्तै छ है त। यति चाहिँ बाइक चलाउनु पनि मजा हुन्छ। अलिक तल चाहिँ अलिक बाइकहरू पनि भिड हुन्छ नि त। अलिकति बिस्तारो बिस्तारो कुद्नुपर्ने हुन्छ। खासै लागेको छैन नि त, शीतल शीतल नै छ मौसम। जोस् रमाइलो छ। घाम लागेको दिन चाहिँ लास्टै गिद्दी हुने हो कि। समस्या छ। हेलो गाइज, मैले चाहिँ सोचेको थिएँ आज सर्भिसिङ गराउँछु भनेर, तर जान चाहिँ गयो। सो स्याड भयो यार। सोरुममा चाहिँ म पुगेको थिएँ, तर अलिक म चाहिँ लेट पुगेछु नि त। अनि त्यहाँको सोरुमवाला दाइहरूले चाहिँ आज भ्याइँदैन, भोलितिर भन्नुभयो। त्यही भएर म चाहिँ त्यतिकै फर्केँ। म चाहिँ अब फेरि पश्चिमतिरै जाँदैछु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तेल सक्यो क्या हो।